तेरो बाबाले मलाई नराम्रो भनेर के हो त? तँलाई त कति धेरै माया गर्छ नि। मैले दिएको संस्कार कहिले पनि नबिर्सिनु है तैँले। सुन्छस् कि के गर्छस्? यही सुन्छस्? नाति बुढा सुन्नुपर्छ। के कथा सुन्छस् कि सुन्दैनस्? सुन्ने? के को कथा सुन्ने? जे भए पनि मेरो नातिलाई मैले राम्रो संस्कार दिएको छु। यहाँ कहाँ डर्किला आइज यहाँ कहाँ। अब हेर बाबु, तपाईँ कृष्ण भगवानको सुन्दर कथा सुनाउँछु। पूर्व कालमा भगवान कृष्णजी हुनुहुन्थ्यो। बच्चा वृद्ध अपाङ्ग असहाय सबैलाई माया गर्ने, सबैका प्यारा। उहाँको तिम्रो जस्तै खुट्टा थियो, तिम्रो जस्तै हात थियो, तिम्रो जस्तै औँला थियो, तिम्रो जस्तै आँख। अघि कथा सुन्छु त भन्छ नि, के गर्नु? केटाकेटी मरु छिटै निद्रा पर्छ यसको। यो पनि सुत्छ, म पनि सुत्नु पर्ला। अलि अप्ठ्यारो सुत्छ। नातिबाट सुत्नु पर्छ। ए बुढा उठ उठ, आउ त यहाँ एउटा सल्लाह गर्नुपर्ने छ तिमीसँग। निन्द्रामा यो रातिको 3 बजे के को फेरि सल्लाह हो तँलाई चाहिँ फेरि यतिखेर उठेर? सुन न, यहाँ एउटा सल्लाह गर्नुपर्ने छ कि। के सल्लाह लु छिटो भन्, म त थाकेको छु। अब हेर है, तिमी त दिनभरि अफिस जान्छौ, केही सुन्नु पर्दैन, केही पर्दैन। मलाई दिनभरि कति बुढाको दिनैभरि गरी के पकाऊ, कहिले चिया पकाऊ, कहिले के पकाऊ, मलाई यो तताइदेऊ त्यो तताइदेऊ, दिक्क फोहोर पारेर फेरि कहीँ घर हिँडिसक्नु छैन। के गर्ने हो? सल्लाह गर्नुपर्ने भयो अब यो बुढा। ए बुढी, तँलाई मात्रै चिन्ता होइन नि हौ, मलाई पनि त चिन्ता छ। अब बुढा भएको बाउ मार्न भएन, काट्न भएन। बाउ त बाउ हो नि त, जन्म दिने बाउ हो। अब पालेर बस्नुपर्छ भनेर मलाई नै जिम्मा लाएर छोडेको छ। अब त्यो त मैले गर्नु पर्यो, लोक कल्याणको लागि, लोकले देख्नको, लोकाचारको लागि भए पनि मैले चाहिँ पाल्नै पर्छ। अब उपाय केही छैन, नभएपछि के गर्नु? यही हो तेरो सल्लाह? अब मार्नु काट्नु मैले त भनेकै छैन। के चाहिँ गर्नु भनेको भन्न त लु। अब हेर है, हाम्रा मात्रै हेर, अब सबैका बाहरू यतिकै दुःख दिएर हुन्छन्। अब यिनीहरूलाई केही न केही गर्नको लागि त अनाथ आश्रम, वृद्ध आश्रम खोलिरहेछ। यसको लागि हामीले केही सल्लाह गर्नै पर्छ बुढा। अलिक पढे लेखेको बुढी भनेको पढे लेखेकै हुँदो रहेछ। अङ्ग्रेजी पढेको त्यही माथि होइन, अङ्ग्रेजी पढेको बुढीले एउटा कुरा चाहिँ तैँले ठिक गरिस् है केटी। अब बालाई लगेर त्यसै उ गर्नु भएन। अहिले विद्यार्थी के अरे के आश्रम अरे वृद्ध आश्रम, त्यो साल दिदीको उसलाई पनि लगेको थियो नि होइन साइली। ए काठमाडौँमा हो, पशुपतितिर थुप्रै छन् नि। यसो पैसा दिँदा राखिदिन्छन् नि त्यहाँ होइन? राखिदिन्छ। महिनावारी दिँदा पनि भयो, वार्षिकी दिँदा पनि भयो, राखिदिइहाल्नु। लु त्यसो भए ठिक कुरा गरिस् कि, लगेर त्यतै राखिदिउँ। अब बा मान्छ नि त फेरि। अब भित्र आश्रम हिँड भनेर त कसले भन्छ त? भन्नु त अब तीर्थव्रत जाऊँ भनेर यसो बुढालाई मनाएर लगाउँ न। बुद्धि त लाग्यो है फेरि पनि। ल म गाडीलाई फोन गरिहाल्छु है त। होइन पक्नु न। अब अहिले त अब यहाँ गाउँले देख्छ कि देख्छ, राति हुँदी हल्ला हुन्छ के हुन्छ, बिहानैतिर लानुपर्छ हौ। यसो गरौँ न, बुको सुकोमा हालेर लगाउँ न। होइन हो त, गाडीले लाइट साइड बाल्छ, हरन प्यापा हल्ला हुन्छ। गाउँले थाहा पाउँछ। यसो गर न त, त्यो बाहिर डोको छ कि त्यो गोटेरी, यसो गर त्यो डोकोले यहाँबाट माथि त्यो कृष्ण मन्दिरसम्म चाहिँ डोकोमै हालेर लगाउँ। त्यहाँदेखि म हायस बोलाउँछु, आउने बेला पनि बोल्ने त्यसमा हालेर त्यही गर्नु। म बालाई बोलाउँछु पनि। डोको त्यहाँ ठट्टा लिएर आइज त। यता बाहिर छ, यता जान, त्यहाँ लिएर आइज। यता जान, बाहिर छ त्यहाँ कोठमा। ए हल्ला नगर्ने, त्यहाँ गाउँले उठ्छन् नि, सर्क लिएर आइज। यो त मेरो छोरोले जस्तो सुन्छु। हो
यो वृद्धाश्रम खुसी राम्रै लाग्यो आज यिनीहरूको लागि म यति ठुलो बोझ बनिसकेछु। छोरो त आफ्नै होला भन्ने सोचेको थिएँ, बुहारी त पराई घरबाट आएकी। मेरो छोराले मलाई वृद्धाश्रम लाने। म वृद्धाश्रम कसरी जान सक्छु? यो नातिलाई छोडेर वृद्धाश्रम जान प्रभु, वृद्धाश्रम जान। यो डोकोमा बाउ अड्छन् होला त यहाँ कुन त के गर्छन् त बुढा, मलाई त थाहै भएन। एकचोटि तँ बसेर त तँ अट्यो भने त अटिहाल्छ नि बसेर। ए बुढा पनि जिस्किन्छ म गर्छु हेर, कहाँ म बस्नु त, बस्दिनँ म त। म यहाँ मिलाएर कुरा गर्छु कि त यहीँ चुप्प लाग है। ल ल ल ल बुढा ल। ए बा, ए मेरो बा, बा ए अरू बेला 4 बजे उठ्छ त। ए बा, बा बा उठ्नु त, एकचोटि उठ्नु त, एउटा कुरा गर्नुपर्ने भयो, उठ्नु त। लु कुरा गर्न पाइन भनेर हिजो गुनासो गर्दै थियो, अब लु मै आइपुगेँ। लु ए बा, अनि के छ, दमको औषधि सक्यो अरे? होइन, अरू दिन त बिहान अबेरसम्म सुत्थे, आज यति चाँडै किन उठाइस् बाबु? ए केही पनि होइन क्या, त्यहाँ मेरो साथीहरूले पनि त्यो उसको बुवाहरूलाई उता काठमाडौँ पशुपति घुमाउन लाने भनेर टिकट गरेछन्, गाडी रिजर्भ गरेछन् होइन। अनि अहिले भर्खरै राति फोन गरेँ। अब फोन गरे पछाडि मैले यसो सम्झेँ, बाले पनि अस्तिदेखि पशुपति लैजा भनेको भने। अनि सम्झेपछि लुन त भनेर मैले पनि ल हुन्छ भनेर अहिले ठ्याक्कै कुरा मिलाएँ। गाडी पनि त्यहाँ कृष्ण मन्दिर आइपुग्न लागिसक्यो। बरु के छ, लुगासुगा के गरेर छिटो गर्नुपर्ने भयो त बा? पहिले मलाई पशुपति घुमाउनै लिएर जान आँट्याउँछ। स्वयम्भू पशुपति त्यहाँ आउँदै सबै घुमाएर ल्याउँछु भनेर। कति सजिलै झुट बोल्छस् है, तेरो भाव हो। तिमीहरूले सल्लाह गरेको मैले सबै कुरा सुनेको छु। तिमीहरूले मलाई वृद्धाश्रम लगेर राख्न आँटेको छ। तिमीहरूको खुसीको लागि भए पनि म वृद्धाश्रम गएर बसेदेऊ। तर एकचोटि सोच, यो सानै छ, बालकै छ, यसलाई असल के हो खराब के हो केही थाहा छैन। भोलि यो कस्तो बन्छ त अफिसको कामले, आफ्नो कामले बाहिर जान्छस्, ऊ आफ्नो काममा व्यस्त हुन्छ। भोलि हेर सन्तानले संस्कार सिकेनन् भने त आफैले दुःख पाउनुपर्छ हे छोरा। त्यही भएर म यो अलिक ठुलो भएपछि जान्छु, अहिले मलाई नलैजा वृद्धाश्रम। दुःख सुख केही पाउँदैन, यसलाई म राम्रोसँग पढाएर हुर्काउँछु, यसको चिन्ता नगरेर बाउ। अब तिमी मात्रै एक्लै जानेवाला होइन, अब थाहा पाइहालेछौ। अब सबैका गाउँमा लगेर राखेकै छन्, त्यहाँ बुढा मान्छे हुन्छन्, गफ गर्ने साथी पनि हुन्छ। अब खाना राम्रै दिइहाल्छ, बेला बेला यसो भेट्न पनि आउँछु नि बा भन्दै। केही फरक पर्दैन क्या, यहाँभन्दा बरु उही बुढाहरूसँग भेट हुन्छ नि पर्छ। यो मर्ने बेलामा बाबु होइन केही हुँदैन, गाडी वृद्धाश्रम छ। केही हुँदैन, तर समाज त्यहाँ उतापट्टि छ। जाऊ भए त। वृद्धाश्रम जान्नु बाबु, समस्या डोको यो छोरा अलिक ठुलो हुन्छ तेरो, अनि म जान्छु। मलाई अहिले नलैजा बा। होइन बा, त्यसो नभन्नु बा, मलाई पनि गाह्रो छ। ऊ बुढीले पनि भन्छ तिमीले फोहोर गर्यौ के गर्यौ भनेर भन्छ। म पनि बाध्य भएँ बा, बिन्ती बा। एकचोटि यो मेरो नातिसँग अन्तिमचोटि मलाई भेट्न दिएन त। होइन सुतिरहेको छ, सुतोस् न, बिचरालाई किन उठाउनु? लु बस्नु 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 ल बस्नु भयो, ल बस्नु भयो। वृद्धाश्रम जान्न बाबु। होइन केही पनि हुँदैन। यो नातिलाई छोडेर म कसरी जाउँ? नाति, ए नाति, गरेछ यता छ है हाम्रो। ए नाति, बाबु। उठिहालेछ। लु 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 गफ गर। लु बाबा हजुरबालाई कहाँ लान आँटेको? देखिस् नि, ऊ हल्ला खल्ला भयो उठिगयो। तँलाई फेरि किन चाहियो? यता बस। अब जहाँ भयो भने के भयो त? यसले के थाहा पाउँछ र यति कलिलो मान्छेले? तेरो हजुरबालाई नि, तेरो हजुरबालाई माथि घुमाउनलाई पनि लाने,
अनि वृद्धाश्रममा लगेर राखेर आउन आँटेको बाबु? वृद्धाश्रममा राखेपछि फेरि मलाई कथा कसले सुनाउँछ? यसलाई कथाकै चिन्ता छ फेरि, कोहीलाई के धन्दा भने जस्तै। ऊ तेरि आमाले सिकाउँछ तँलाई, सुनाउँछ कथा। मोबाइलमा युट्युबमा आउँछ त कथा, त्यहीँ सुन्न अनि। लु बोक बोक बोक। बाबा एउटा कुरा भनौँ। के कुरा फेरि? हजुरबालाई वृद्धाश्रम लगेपछि यो जग्गा चाहिँ फिर्ता ल्याउनु ल। फेरि यसलाई न घाँस काट्ने न दाउरा गर्ने, यो हेर न यसको बुद्धि फेरि। किन चाहियो तँलाई यो फेरि डोको? बाबा तपाईँ पनि हजुरबा जस्तै पुऱ्याउनुहुन्छ, बोक्नुहुन्छ, ठुक्नुहुन्छ। मलाई दिक्क लाग्छ र म पनि तपाईँले यही जग्गामा हालेर वृद्धाश्रम छोड्छु नि। छोरा बाबु के बोलेको बाबु? के बोलेको? तैँले तेरो बाबालाई वृद्धाश्रम लान्छ त्यही डोकोमा? हजुरबालाई चाहिँ लानु हुने, तपाईँलाई चाहिँ लानु नहुने। तपाईँले जे गर्नुहुन्छ म पनि त्यही गर्छु। यो सब आज तैँले गर्दा भएको। उल्टो बुहारीलाई पिड्छस् है। यहाँ आइज तैँले तेरो कुबुद्धिले गर्दा यो सिको यसले सबै। उठ्नु बा उठ्नु बा मेरो बा उठ्नु बा, मलाई माफ गरिदिनु बा, मलाई माफ गरिदिनु बा, मलाई सक्नुहुन्छ भने माफ गरिदिनु। देखिस्, म भन्थेँ नि संस्कार। आज मैले तँलाई संस्कार दिन सकिनँ, तर यसले बुझ्यो। हेर, मेरो नातिले बुझ्यो। आज मलाई तैँले जुन व्यवहार गरेका छस् नि, भोलि तेरो पनि मेरो जस्तो अवस्था नआउला भन्न सक्दैनस्। त पनि बुढो हुन्छस्, यो त्यतिखेर ठुलो हुन्छ, तँलाई पनि यसै गरी व्यवहार गर्छ। त्यही भएर बेलैबाट राम्रो संस्कार दिन आवश्यक छ। बुझिस् होला? बुझे बा, मलाई माफ गरिदिनु मेरो बा, मलाई माफ गरिदिनु बा। तपाईँले म यत्रै हुँदाखेरि ताते गर्दै मलाई हात समाएर कति हिँडाउनु भयो, कति दुःखले हुर्काउनु भयो बा। मैले आज मेरो कुबुद्धि यसले गर्दा बा। बुहारीलाई दोष किन दिन्छस्? सबै यसले गर्दा भएको बा। यो त पराई घरबाट आकी अर्काकी छोरी, त मेरो छोरो होइन। तैँले यसलाई सम्झाउने हो कि त पनि उल्टै उसको कुरामा लाग्ने हो? अब उसलाई दोष नदे, त सबैभन्दा ठुलो दोषी त छस् मेरो छोरो पाओस्। बिन्ती मलाई माफ गरिदिनु बा। अबदेखि म कहिले त्यस्तो सोच्दिनँ बा। ल भाइ जुनै बाबुआमालाई पनि आफ्नो सन्तानको माया हुन्छ। जसरी त यसलाई माया गर्छस् त्यसै गरी तँलाई मैले हुर्काएको, अनि मलाई तेरो माया हुँदैन होला त? बा मलाई पनि मेरो गल्ती मैले महसुस गरेँ बा, मलाई माफ गरिदिनु होला। भयो ढिलै भए पनि तिमीहरूले बुझ्यौ, योभन्दा ठुलो कुरा केही होइन। गल्ती पश्चाताप गर्नु थाहा भएपछि ठुलो विषय हो। अब म साँच्चै कि हजुरलाई घुमाउनको लागि तीर्थधाम लिएर जान चाहन्छु बा। ल केटा जाम भयो। तपाईँहरू पनि विचार गर्नुहोस्, आफ्ना घरमा भएको बुढा बाआमालाई जुन व्यवहार तपाईँहरूले गर्नुहुन्छ नि, त्यही व्यवहार भोलि तपाईँलाई तपाईँका छोराछोरीले गर्छ। कोही पनि म जस्तो छोरा नबन्नु होला। बिन्ती, म जस्तो छोरा मेरो जस्तो नाति सबैको घरमा कहाँ हुन्छ? यता आइछ डोको बोक पाडालाई घाँस काट्न काम पुग्छ। जाउँ बुवा, जाउँ। आउनु बुवा, बिस्तारी है, लडिन्छ है बुवा, बिस्तारी है, बिस्तारी, एकदम बिस्तारी। हेर त बुहारीले यति धेरै माया पनि गर्दा रहेछन् ससुरालाई।